हेलो साथीहरु, आज चाहिँ हामी करेन्ट चाउचाउ र साथीको कपाल काट्नतिर लाग्यौं। साथी पनि कपाल काट्नलाई एक्साइटेड थियो, नभन्दै कपाल काट्ने ठाउँतिर नि पुगियो। कपाल काट्ने दाइ चाहिँ बिजी हुनुहुँदो रहेछ। एक दिनले साथीले तेरो टाउको मसाज गरिदिन्छु भन्दै आफ्नो कलाहरु देखाउन थालिहाल्यो। कला सला देखाइसकेपछि त्यसको नि कपाल काट्ने पालो आइहाल्यो। कपाल काट्नुलाई त्यो चाहिँ कुर्सीमा बस्यो। कपाल सपाल काटेर हामी चाहिँ लाग्यौ चटपटे खानतिर। त्यहाँ पुगेर चटपटे अंगले चटपटे नि माग्यौ, चटपटे नि आइहाल्यो। दुई भाइ बसेर चटपटे दबाउनतिर लागिहाल्यो। चटपटे चाहिँ अति नै बवाल थियो। चटपटे सटपटे खाएर हामी चाहिँ लाग्यौ करेन्ट लिनतिर। पसलमा पुगेर करेन्ट पनि मागिहाले अनि अंकलले नि दिइहाल्नु भयो। साथी चाहिँ भने आफ्नो भोलिन्टियरको कला देखाउँदै थियो अनि दुई भाइ गफ गर्दै घरतिर लागियो। साथी चाहिँ आफ्नो घर गयो भने म चाहिँ मेरो घरतिर आए। घरमा आएर लुगा त फुकाल्नु परिहाल्यो। आफ्नो निन्जा ट्रिक देखाएर लुगा नि फुकाले। अब चाहिँ करेन्ट पकाउनुको लागि पानी सानी बसाए अनि मस्तसँगले करेन्ट पकाए। करेन्ट चाहिँ पाकेर रेडी भइहाल्यो अनि त्यसमा सबै मसलाहरु मिसाएर घोल्न थाले। घोलिसकेपछि चाहिँ करेन्ट यस्तो देखिरहेको थियो, आफूले कन्ट्रोलै गर्न सकिन अनि दबाउन थालिहाले। ओहो, करेन्ट यति मिठो थियो कि म बयानै गर्न सक्दिन भने। करेन्ट पनि खाइसकिहाले। करेन्ट खाएर मैले चाहिँ मजा लिए। हजुरहरु चाहिँ ब्लग हेरेर लिनु होला। आजको लागि यति नै, बाइ बाइ।